डिप स्टेट अर्थात् अमेरिकाको एउटा इन्ट्रेस्टमा त्यो दलालसँग चुनाव लड्ने, आगो लगाउनेसँग लड्ने र आगो निभाएर निर्माण गर्नेसँग लड्नेको मुद्दा हो। अर्थात् आगो लगाउने कि राष्ट्र निर्माण गर्ने, आगो लगाउनेपट्टि यो मुलुक खरानी होस् भन्ने चाहना राख्ने कोही नेपालीले बालेनको नेतृत्व गरेको उम्मेदवारलाई भोट हाल्छन्। यो मुलुकको समृद्धि चाहन्छन्, राष्ट्रियता चाहन्छन्, यो मुलुकको सार्वभौमिकता बचाउनुपर्छ र मुलुक बनाउनुपर्छ भन्ने भने श्रद्धा अध्यक्ष केपी ओलीको नेतृत्वमा उठेका उम्मेदवारले जित्नुपर्छ। मुद्दा यति हो। यहाँ भयो नि त्यही हो, उहाँ भयो नि त्यही हो। अर्थात् देशलाई आगो लगाएर खरानी बनाउनेहरू र देश निर्माण गर्नेहरूको बिचको वर्ग सङ्घर्षको कसिलो उपाय हो। यो वर्ग सङ्घर्षमा नेकपा एमाले कुनै हालतमा जित्नुपर्छ। त्यो हातले छुट हुँदैन। मुद्दा यो छ अहिलेको चुनाव। यो चुनावमा यति साह्रो प्रचार एउटा फन्डा उठाइएको छ। केपी ओली उठेको ठाउँमा एउटा गोजडी गरेर म उठ्छु भन्छ। त्यो उठेर चित्त उठेको होइन। केपी ओलीलाई पनि आछु पारो भनेर रामेछापमा, दोलखामा, गोर्खामा साइको दिएको छ। त्यहाँ पैसाको कमी छैन, गाँजा भाङको कमी छैन। यो मुलुक गजडीहरूको मुलुक रहेछ भने हात स्वीकार छ। यदि यो मुलुकमा अन्न खाएर मान्छे बस्छन् भने एमालेलाई त्यो बिरामी छैन। त्यसो भए मुद्दा यो हो। यसरी बुझौँ। यदि अझै पनि मान्छेलाई अझै कता लागेको छ, संसद पुनर्स्थापना हुन्छ कि भन्ने अझै पनि मान्छे, यदि अमेरिकनहरूको नजरमा, भारतीयहरूकै नजरमा केपी ओलीले जित्ने, एमाले बहुमत ल्याउने आँकडा उनीहरूको पात्रमा आयो भने यो चुनाव हारिन्छ। यो पनि सत्य हो। भेनेजुएलाको राष्ट्रपतिलाई हत्कडी लगाएर, नेलकडी लगाएर, लागु औषधको पोको खल्तीमा हालेर अमेरिकाले बन्धन बनाएको छ। यसको अर्थ तपाईँले हिस्ट्री पढ्नुभएको होला। सेकेन्ड वर्ल्ड वार भन्ने दोस्रो विश्वयुद्धको अगाडिको अवस्था छ मुलुकको। यो एक किसिमले अघोषित तेस्रो विश्वयुद्ध हो। अगाडिको किन छ त भन्दाखेरि जर्मनलाई तलाउनको लागि बनाइएको योजनाले संसार ध्वस्त भयो। अनि संयुक्त राष्ट्र सङ्घ भनौँ, युएन भनौँ, देशका साना ठुला देशको सार्वभौमिकता बराबर हुन्छ पञ्चशीलको आधारमा मुलुक चल्नुपर्छ, कसैको दादागिरी अब छैन भनेर त्यो संस्था दर्ता भयो। आज त्यसमा शीत युद्ध पनि छैन। एक छत्र अमेरिकी साम्राज्यवादले आज संसारभरि कसैलाई मिल्नु दिँदैन। भारत र चाइनाको शक्ति पावर जुन इमर्जिङ छ अहिले एसियामा, यो अमेरिकालाई खतरा हो। त्यसैले त्यो दुईटा शक्ति नमिल्नु भनेर नेपाललाई एउटा स्टेसन खोजिरहेको छ अमेरिकाले। त्यो चुनाव मार्फत त्यसलाई हामी धुलो चढाइदिन्छौँ त्यसको स्टेसनलाई। एमालेलाई जिताउनुपर्छ। अहिलेको अन्तर्राष्ट्रियको साँचो यहाँनिर छ। अब अहिले चुनाव छ। यो चुनावमा उसले जित्न गयो के भनेको थियो भन्दा यो संविधानै खारेज गरे। संविधान खारेज गरेपछि अन्तरिम सरकार भन्छ, अन्तरिम संविधान भन्छ। डाइरेक्ट प्रधानमन्त्रीको चुनाव गराएर या राष्ट्रपतिको चुनाव गराएर त्यही रुसिफालाई राष्ट्रपति बनाउने योजना, युक्रेन बनाउने योजना थियो। तर त्यो पुरा भयो। त्यसो भए बहुमतै ल्याएर भए पनि बनाउनु पर्छ भनेर बालले हर सबै कुलमान सबैलाई ठाउँ पुर्याएको थियो। घरको अगाडि निस्क्यो, कुलमान अलि पछि निस्केर भए पनि निर्वाचन मार्फतै आएको भने देखाउनको लागि सुशीला कार्की त टुपुक्क गएको भनेको छ नि। हामीले निर्वाचन मार्फत जनताले भोट हालेरै जिताएको हो भन्ने पार्नको लागि गरिएको यो चुनावको सन्दर्भ हो। यसमा हामी चलाख हुनुपर्छ। एक भोट एक सिट, बहुमत एक सिट, सरकार बनाउने सिट माधव ढुङ्गेलको भोटले त्यहाँ पुग्नुपर्छ। फरक पर्दैन। यो राष्ट्रिय कुरा हो। यसमा हामी कति लाग्छौँ, कति खर्चौँ,
काठमाडौँको ठुलो जनसङ्ख्या चाहिँ यहाँ कम छ। तर म एक किसिमको निर्देशनै गर्छु, जिल्ला कमिटी, गाउँ कमिटी, पालिका कमिटी जो जहाँ हुनुहुन्छ, तपाईँको वडा तपाईँको जिम्मा, सबै मेरो जिम्मा वडा भन्नु त हामी हातै हाल्दैन। मेरो वडा मेरो जिम्मा। वडा जित्छु भने नेताले ठ्याक्कै घोषणा गर्नु पर्यो, म जित्छु भने त बहुमत ल्याउनलाई केही पहिरो पर्दैन। अनि वडा चाहिँ हामी हार्ने, जिल्ला कमिटी 7 जनाको हुने, पार्टी प्रदेश कमिटी पनि त्यहाँ हुने, सल्लाहकार पनि हुने, भोट चाहिँ कति भन्दा वडा चाहिँ जित्दैन भन्ने हो भने यो चुनावपछि मूल्याङ्कन हुन्छ तपाईँको सबैको मूल्याङ्कन हुन्छ। त्यो मूल्याङ्कनको आधारमा जिम्मेवारी दिन्छ। हामीले त्यही सर्कुलर जारी गरेका छौँ।